अझ हाम्रो पाठ चाहिँ हामी यो उपदेश यसरी माफ गर्नुहोस् हितोपदेशको पुस्तक 24 अध्यायको 3 र 4बाट हामी हेर्नेछौँ। दया गरिकन नेपालीमा उच्च स्वरमा कसैले पढिदिनु हुन म सहायता चाहन्छु। Let us turn to the book of Proverbs chapter 24 verses 3 and 4. बुद्धिद्वारा घर बनाइन्छ, अनि समझद्वारा यो स्थिर हुन्छ, अनि ज्ञानद्वारा कोठाहरू सबै प्रकारका मूल्यवान र मनोहर नामले भनिन्छ। पहिलो कोरिन्थी 3 अध्यायको 10 पद पनि कसैले पढिदिनुहुन्छ। And also 1 Corinthians chapter 3 and verse 10. मलाई दिएको परमेश्वरको अनुग्रह अनुसार एकजना बुद्धिमान घर बनाउने मान्छेले चाहिँ मैले जग बसालेको छु र अर्कोले त्यसमाथि बनाउँदै गइरहन्छ, तर त्यसमाथि उसले कसरी बनाउँदै गइरहन्छ त्यस विषयमा हरेक होसियार होस्। Brother, can you read it in James version, please? Thank you. According to the grace of God, which is given unto me as a wise master builder, I have laid the foundation, and another buildeth thereon. But let every man take heed how he buildeth thereupon. आमेन। प्रभुले वचन पढाइ वासी देखाउँ सहायताको लागि हामी प्रार्थना गर्छौँ। May the Lord bless His portion and let us seek His help in prayer. अत्यन्तै अनुग्रहकारी प्रेमी विश्वासयोग्य परमेश्वर पिता, धन्यवाद दिँदै हजुरको चरणमा बिन्ती आउँछौँ। हामीलाई कसरी आराधना उपासनाको सन्दर्भमा हामीसँग बात गर्नुभयो अनि चेतावनीमा पनि हामीसँग बात गर्नुभयो र प्रभु यो मुख्य सन्देशको लगाउमा यो शुक्रलाई दिएको जुन प्रकारको वचन अनुसार प्रभु उहाँहरूको सल्लाह अनुसार बडो दुर्बलता कमजोरताको साथमा उभिएको छु। प्रभु यसकारणले गर्दा तपाईँ परमेश्वर नै तपाईँ बोल्नुहुन्छ। बिकज किनभने म त एउटा प्रभुजी मानिस मात्र, यदि तपाईँ बोल्नु भएन भने, तपाईँले चलाउनु भएन भने त्यसमा म केही पनि गर्न र बोल्न सक्दिनँ। त्यसकारणले गर्दा 11:2 अनि याकुब 3:17 अनुसारको आत्माले तपाईँले म अनि हामीलाई जसले प्रभु आज भाषालाई आज उल्था गर्ने तपाईँको दासलाई पनि सहायता गर्नुहोस्। अनि प्रभु आज हामीसँग प्रभुजी हितोपदेश 24 अध्याय 3 र 4 पद, पहिला कोरिन्थी 3 अध्याय 10 पद अनुसार यो विषयमा जति पनि वचनहरू आज हामीसँग बात गर्न चाहनुहुन्छ छ। अब हामीसँग तपाईँ बात गर्नुहोस्, जसद्वारा तपाईँको मण्डली तपाईँको दोस्रो आगमनमा जब तपाईँ आउनुहुन्छ त्यो पहिलो फलमा उठ्ने अनि 1000 साल त्यसपछि युगान्तसम्म राज गर्ने हामीलाई तपाईँले बनाउनुहोस्। अब प्रभु म आफै आफ्का हामी दुर्बल अनि कमजोरहरू यसरी तपाईँका लोकहरूको सामु अनि उभिएका छौँ। हाम्रो साथमा तपाईँ भइकन हामीसँग अनि सबैसँग बात गर्ने काम गर्नुहोस्। जहाँ असल र पवित्र काम हुन्छन् त्यहाँ अन्धकारको शक्ति मौलाइरहेको अवस्थामा छ। त्यसकारणले पुनरुत्थानको सामर्थ्यले, क्रुसको सामर्थ्यले, रक्तको सामर्थ्यमा त्यहाँ 18:19 अनुसार एकै मन एकै चित्तको भइकन बाँध्दछौँ अनि यसलाई तपाईँले पूर्ण रूपले पाउन गर्नुहोस्। ख्रीष्ट येशूमाथि विजय चाहँदै हाम्रो मुक्तिदाता प्रभु येशू मसीहको नाममा सुनिग्रहण गर्नुहोस्। आमेन। यी दिनहरूमा मण्डलीमा हामीले हेर्दै जाँदाखेरि कतिपय प्रकारले बुद्धि अनि ज्ञान र समझको आवश्यकताहरू धेरै नै आवश्यक भएको पाउँछौँ। So nowadays when we look at the church, there is a great need for wisdom, knowledge and understanding. त्यसले एउटा साक्षीको रूपमा पनि र एकले अर्काको उन्नतिको रूपमा पनि र प्रभुको बढ्ने कार्यको लागि पनि यसले मद्दत गर्छ। And these things help us in growing in the Lord and also to encourage one another. अब यसको लागि चाहिँ एउटा परमेश्वरले चाहिँ पवित्र शास्त्र बाइबलमा चाहिँ एउटा सन्देश वाहक भनिन्छ। अनि यो सन्दर्भमा चाहिँ मण्डलीमा चाहिँ आज यस्तो सन्देश वाहकहरूको आवश्यक पर्दछ। So for these times in the church we need God's messengers. अब हामीले सरसर्ती हेर्दै जाँदा त्यहाँनिर
जब मण्डलीमा प्रभुको कामहरू सुरुवात भयो त्यो समयदेखि पेन्टिकोस्टको दिनमा जब पहिलो वर्ष बस्यो So if you look at the day when the Lord's work started and the day of Pentecost, which was the beginning of the first day, त्यो पहिलो वर्षमा जुन प्रकारले मण्डलीमा त्यो काम भयो पवित्र आत्माद्वारा त्यसले चाहिँ यति साह्रो मानिसहरूलाई चाहिँ उथल पुथल बनाइदियो and the work of the Holy Spirit that happened then greatly amazed the people then. किनभने इट वाज द वर्क अफ होली स्पिरिट किनभने यो चाहिँ पवित्र आत्माको काम थियो Because it was the work of the Holy Spirit. अब यो अन्तिम दिनहरूमा And in these end days, हामीले चाहिँ पहिलो वर्ष पेन्टिकोस्टको दिनमा भयो भने अब यो अन्तिम वर्ष चाहिँ आजको दिनसँग हामीले तुलना गर्नुपर्छ so we need to compare the end days with the first day of Pentecost. अब यो दिनमा चाहिँ आखिरी वर्षको मान गर भनेर भनिएको छ And these days are considered as the end years, the last year. अब यो वर्षमा चाहिँ हामीले परमेश्वरसँग माग्नु पर्ने रहेछ And this year we need to seek from the Lord नट दिस इयर बट in the last year. दिस डेज दिस इयर्स लास्ट डेज During the last days, we need to seek from the Lord. अब यो दिनहरू चाहिँ अन्तिम दिनहरू हो And these days are the end days. अब यो दिनहरूमा चाहिँ परमेश्वरको वचन भागहरूको चाहिँ बहुतै आवश्यक छ And it is, the Lord's word is of great necessity here. अनि त्यसको लागि चाहिँ जकरियाको पुस्तक 10 अध्यायको 1 पदमा यहाँनिर चाहिँ हामीलाई माग भनेर भनिरहेको छ So that's why in Zechariah chapter 10 and verse 1 it is said, seek. पछिल्लो वर्षाको समयमा ज्यू, तिनीहरू परमप्रभुबाट वर्षा माग हजुर तब परमप्रभुले चम्किला बादलहरू बनाउनुहुनेछ अनि उनीहरूलाई वर्षाका झरीहरू हरेकलाई मैदानमा घाँस दिनुहुनेछ Ask ye of the Lord rain in the time of the latter rain. So the Lord shall make bright clouds and give them showers of rain to every one grass in the field. हामीले दुई प्रकारले आध्यात्मिक प्रकारले र शारीरिक प्रकारले पनि यहाँनिर हेर्यौँ भने चाहिँ एउटा यस्तो नमुना पाउँछौँ If you look at this in two ways, from a physical way and a spiritual way, you can find an example here. यहाँ चाहिँ शारीरिक प्रकारले हेर्ने भने एउटा किसानले चाहिँ पानीको यानि कि वर्षाको चाहिँ बहुतै उसलाई चाहिँ एउटा चिन्ता र आशा हुन्छ If you look at it from a physical way, the farmer has great concern and need of rain. किन भन्दाखेरि चाहिँ हाम्रो खेतबारीमा हाम्रो बोट बिरुवा वृक्ष वनस्पति त्यसलाई उमार्नका लागि चाहिँ उसलाई चाहिँ पानीको खाँचो पर्छ Because in the field, for the plants and trees to grow, he needs water. अनि उसले चाहिँ त्यो आश गरेको हुन्छ क्या And he hopes for it. अनि त्यो चाहिँ मानिसको लागि चाहिँ अन्न अनि मानिसको लागि चाहिँ एउटा खाने एउटा उत्पादनको लागि चाहिँ आश उत्पादन हुन सक्छ So that the grains and food can be grown. अब आध्यात्मिक प्रकारले हेर्ने हो भने And if you look at it from a spiritual way, यहाँ चाहिँ यो चम्किलो बादल भनेको चाहिँ एउटा यस्तो प्रभुले चाहिँ त्यो बादललाई चाहिँ केसँग तुलना गर्नुभएको छ भने चाहिँ परमेश्वरको वचन ल्याउने प्रभुका छोरा प्रभुको छोरीहरूसँग तुलना गर्नुभएको the Lord here compares the bright clouds with the brothers and sisters of the children of God who brings His word. अनि त्यो वचन अनि त्यो परमेश्वरको जो सन्देश चाहिँ मण्डलीमा आउँदाखेरि चाहिँ And the word of God that comes to the church. त्यो वचनले चाहिँ मण्डलीमा चाहिँ एउटा उत्साह प्रेरणा र उन्नतिको कारण हुन्छ And that word is the reason for encouragement and empowerment. अब त्यो समय चाहिँ अहिले रहेछ And the time is now. अनि हामीले चाहिँ त्यो पछिल्लो वर्षको लागि बहुतै प्रार्थना गर्नुपर्ने छ And we need to pray a lot for the coming years. किनभने यहाँनिर हामी पाउँछौँ माग भनिरहेको छ Because here it is written, ask. अब यो हामीले माग्ने कुरा चाहिँ प्रभु अब हाम्रो मण्डलीमा है हप्तै पछि हुने सेवकाईहरूमा प्रभुको दास दासी जस्तो सुकै अवस्थामा हुन्छ उनीहरूलाई चाहिँ तपाईँले सन्देश दिनुहोस् भनिकन प्रार्थना गर्नु And we need to pray unto the Lord and ask Him, saying, Lord, please give the message to your children of God to preach to the church. अब त्यो
आएको सन्देशले चाहिँ मण्डलीमा चाहिँ एउटा जागृति ल्याउन सक्छ। त्यसले चाहिँ हामीलाई उत्साह अनि प्रेरणा मिल्न सक्छ। And these words, when it comes to the church, it gives us awakening and encouragement. त्यस्तै प्रकारले यहाँनिर हामीले सरस्वती हेर्दै जाँदाखेरि के पाउँछौँ भन्दाखेरि And if we continue to look here, let us see what we get. अनि मण्डली र घरमा पनि So even in the house and the church, त्यसमा पनि हामीले वचनबद्ध भएर एउटा बुद्धिमान भएर एउटा समझद्वारा भएर अनि ज्ञानद्वारा भएर त्यसलाई चाहिँ बनाउनु पर्ने हुन्छ। so the word will make us filled with wisdom, knowledge, and understanding. अनि त्यसले चाहिँ हाम्रो पहिला चाहिँ आत्मिक घर बन्छ, त्यसपछि शारीरिक घर पनि बनिँदै जान्छ, अथवा कि त पहिला शरीरको घर बनिन्छ अनि आत्मिक घर पनि बनिँदै जान्छ। So first the spiritual house will be built and then the physical house, or sometimes it could be the other way around. यहाँनिर हामीले हितोपदेशको पुस्तक 24 अध्यायको 3 पदमा यति राम्रो परमेश्वरको वचनहरू पाउँछौँ। So in Proverbs chapter 24 and verse 3, we can see such beautiful words of the Lord. नेपाली 24 को 3 पद पढ्नुहोस्। Proverbs 24 and verse 3. बुद्धिद्वारा घर बनिन्छ ज्यू अनि समझद्वारा यो स्थिर हुन्छ। बुद्धिद्वारा घर बनिन्छ अनि समझद्वारा यो स्थिर हुन्छ। So through wisdom is an house builded, and by understanding it is established. यहाँनिर बाइबलमा एउटा यस्तो बुद्धिमान मान्छे छ, So in the Bible there are such wise people. उसले चाहिँ कसरी एउटा आत्मिक घर बनाउँदा लाग्न पर्ने सबै कुरोहरू कसरी उसले प्रबन्ध गर्छ। And we can see how they arrange for things to build the spiritual house. एउटा बाबुको एउटा घर बनाउने मान्छेको चाहिँ पुरै चिन्ता हुन्छ। For a person who builds a house, he thinks about a lot of things. अनि त्यो चाहिँ कस्तो रहेछ भन्दाखेरि चाहिँ नि त्यो चाहिँ भावनात्मक प्रकारले भन्दा पनि प्रभुको वचनबद्ध भएर जसलाई चाहिँ प्रभुले त्यो मानिस कहाँ पठाएर उसले चाहिँ त्यो मानिसलाई चाहिँ बनाउन सक्छ। So more than the emotion or the creative things, it is the person who's sent by the Lord to make the house. अब त्यो व्यक्ति चाहिँ को रहेछ भन्दाखेरि हामी पाउन सक्छौँ प्रेरित पाउल। And we can find that person is the Apostle Paul. आउनुहोस् त म पाउन सक्छु कि पहिलो कोरिन्थी 9 अध्यायमा त्यहाँनिर हामी पाउँछौँ यहाँनिर एउटा घर बनाउने मान्छेको बुद्धि यहाँनिर हामी पाउँछौँ। हेरिकन पहिलो कोरिन्थी 9 अध्याय। So if you turn to 1 Corinthians and chapter 9, we can find the wisdom needed for the builder of the Lord's house. पहिलो कोरिन्थी 9 अध्याय 19 verse 19 पहिला नेपालीमा। किनकि सबै मानिसहरूबाट म स्वतन्त्र भए तापनि धेरैलाई खिच्न सकु भनेर मैले आफूलाई सबैको दास बनाएको छु। Chapter 9 verse 19। For though I be free from all men, yet have I made myself servant unto all, that I might gain the more. प्रभुमा कसरी खिच्न सकौँ, प्रभुमा त्यो भाइलाई बहिनीलाई कसरी ल्याउन सक्छौँ। How can I bring the brother and sister to the Lord? उसले आफूलाई हम नम्र बनाउँछ, उसले दीन बनाउँछ, उसको सबै कुराहरू सुन्छ। He humbles himself and listens to others. हाम्रो मात्र सुन्नु होइन तर अरूको पनि सुन्नेलाई। He not only listens to us, but also listens to others. फिलिपी 2:4 पदमा Philippians chapter 2 and verse 4. 4 कतिमा छ त्यहाँनिर चाहिँ आफ्नो मात्र होइन तर यहाँनिर अरूको पनि सुन्ने व्यक्ति पर्छ भन्छ नि। हरेकले आफ्नो कुराहरूलाई मात्र होइन हरेकले आफ्नो कुरालाई मात्र होइन तर हरेकले अरूका कुराहरूलाई पनि ध्यान दियो। Look not every man on his own things, but every man also on the things of others. अनि घर बनाउने मान्छेको चाहिँ बुद्धि चाहिँ यो रहेछ, उसले कसरी सल्लाह दिन्छ, उसको आवश्यकता र उसको खाँचो चाहिँ के हो भनेर बुझ्नुपर्ने हुन्छ। So the wisdom of a builder of a house is he needs to identify what are the things that is lacking. कति राम्रो गरिकन म अरूलाई खिच्न सकौँ, अरूलाई जित्न सकौँ भनेर ऊ त्यस्तै भइरहेको। And the person must think how well he can do to bring others. अब हेर्नुहोस् है, धेरै प्रकारका मान्छेहरू मण्डलीमा हुन्छ। So in the church there are many types of people. यहाँ व्यवस्थापक छ, यहाँनिर योगी छ, यहाँनिर के कस्तो कस्तो खालको मान्छेहरू छन् यहाँनिर।
धेरै प्रकारका मानिसहरू छन्। So there are many people, like there are legalists, there are Jews. नमुनाको लागि दयानिकन अब 20 र 21 पद पढिदिनुहोस् त। For an example, let us look at verse 20 and 21. किनकि मसँग एकै मन भएको नहीं 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 फर्स्ट कोरिन्थियन्स त्यो अघि हामीले पढेको थियौँ 9 को 20 से 21। Sorry, 1 Corinthians chapter 9, verse 20 and 21. अनि यहुदीहरूलाई खिच्न सकौँ भनेर जो म यहुदीहरूका निम्ति यहुदी झैँ भइदिएँ। व्यवस्थाको अधीनमा हुनेहरूलाई खिच्न सकौँ भनेर जो व्यवस्थाको अधीनमा हुनेहरूका निम्ति व्यवस्थाको अधीनमा भइदिएँ। अच्छा अब एकैचोटि तल 23 मा पढ्नुहोस्। And also verse 23. अनि यो कुरा म सुसमाचारको निम्ति गर्दछु ताकि म पनि यसमा सहभागी हुन सकौँ। अब 22 मा पढ्नुहोस् न। And verse 22. कमजोरहरूलाई खिच्न सकौँ भनेर कमजोरहरूका निम्ति म कमजोर चाहिँ भइदिएँ। कुनै न कुनै प्रकारले कतिलाई बचाउन सकौँ भनेर म सबै मानिसहरूका निम्ति सबै थोक भइदिएँ। To the weak became I as weak, that I might gain the weak. I am made all things to all men, that I might by all means save some. कस्तो राम्रो विचार है मान्छे। So what a good thought he has towards men. प्रभु प्रभु My Lord, म जे असल गर्न खोज्छु त्यो चाहिँ म गर्न सक्दिनँ। the good things that I seek to do, I cannot do. किन चाहिँ म त्यो असल गर्न खोज्दा खोज्दै पनि म खराब काम गरिहाल्छु। Because even though I seek to do good things, I end up doing evil things. एउटा प्रेरितको दर्जा भएको मान्छे The person with the rank of an apostle, तर उसको भित्र चाहिँ यस्तो द्वन्द्व छ उसले जो असल काम गर्दाखेरि पनि नि उसले खराब काम गर्दै हुन्छ। but inside him there's such a dilemma that no matter how good he wants to do the work, he ends up doing the evil. ओ हाउ wretched I am, म कति अभागी मानिस, How wretched I am. कति अभागी मानिस, What an unlucky person. म जे असल गर्न खोज्छु तर त्यो चाहिँ म गर्न सक्दिनँ। What I seek to do, I cannot do. तपाईँलाई थाहा छ पाउले किन असल गर्दा गर्दै पनि एउटा प्रेरित जस्तो मान्छेको भित्र पनि यस्तो प्रकारको खराब विचार कुविचार हर प्रकारको यस्तो मनसायहरू चाहिँ भित्र हुँदो रहेछ। Do you know why a person like Paul, or as an apostle, why he has evil things in his heart? दोस्रो सेकेन्ड कोरिन्थियन्समा हुन्छ। Let us turn to 2 Corinthians. यसरी पाउन सक्नुहुन्छ यो Sorry, Romans chapter 7. रोमन्स च्याप्टर 7 अनि यहाँनिर भन्छ उसले म जे असल गर्न खोज्छु म सक्दिनँ। धैर्यसँग पढिदिनुहोस् त यो कहाँनिर छ भने 15-16 Let us read verses 15 and 16. किनभने म जे गर्दछु सो म बुझ्दिनँ, किनकि जे म चाहन्छु त्यो म गर्दिनँ, तर जे म घृणा गर्दछु त्यही म गर्दछु। तर जे म चाहदिनँ त्यही गर्दछु भने व्यवस्था असल रहेछ भने म त्यससँग सहमत हुन्छु। 18 पद And verse 18. किनकि म जान्दछु म भित्र अर्थात् मेरो शरीरभित्र कुनै असल कुराले वास गर्दैन, किनकि इच्छा गर्ने चाहिँ मसित हाजिर छ, तर जे असल छ त्यसलाई पुरा गर्ने चाहिँ म पाउँदिन। Now then, it is no more I that do it, but sin that dwelleth in me. For I know that in me, that is in my flesh, dwelleth no good thing. For to will is present with me, but how to perform that which is good I find not. अब 24 पद पढ्नुहोस् न नेपालीमा। And if you read verse 24. हाय म कति अभागी मानिस, कसले मलाई यस मृत्युको शरीरबाट छुटकारा देला। O wretched man that I am, who shall deliver me from the body of this death? यस्तो अवस्थामा अरूलाई अरूको कुरो खाएर अरूलाई परमेश्वरको वचन सुनाएर गवाई राखेर नम्र भएर अरूको कुरा सुनेर So in this situation, preaching the gospel unto others, humbling oneself and listening to others. हाउ क्यान अ म्यान, कसरी एउटा मान्छेले आफूभित्र द्वन्द्व भइरहेको छ अरूलाई चाहिँ त्यो प्रकारले कसरी वार्तालाप गर्न सक्यो? How can a man deal with others when he has such dilemma in his heart? प्रिय हो, तपाईँलाई थाहा छ, he killed himself.
उसले आफैलाई मारे। Do you know that he killed himself? I die daily. म दिनहुँ मर्छु। I die daily. त्यो मेरो शरीरको चाहनाको त्यो अङ्गहरूको त्यो अभिलाषाहरूको त्यो हर प्रकारको मेरो चाहना छ नि त्यसलाई चाहिँ उसले मार्नु पर्ने अवस्था। It came to the situation that he had to kill the desires of his flesh. यदि उसले त्यो नमारेका भएदेखिलाई उसको प्रचार चाहिँ हावामा मुक्का हानेको जस्तो हुन्छ। If he had not killed those desires, then his preaching would have gone with the wind. दोस्रो कोरिन्थी जस्तो लाग्छ मलाई 15 अध्यायको 32-31 पदमा होला म दिनहुँ मर्छु भनेर चाहिँ So I think it is in 2 Corinthians 15को 31 पद। हाम्रा प्रभु ख्रीष्ट येशूमा हाम्रा प्रभु यीशु ख्रीष्टमा तिनीहरूका निम्ति मलाई जे गर्व छ तिनीहरूलाई म जे गर्व छ त्यसैको आधारमा म दृढतापूर्वक भन्दछु भन्दछु। म दिनहुँ मर्छु। 1 Corinthians chapter 15 and verse 31. I protest by your rejoicing, which I have in Christ Jesus our Lord. I die daily. जब हामी केही कुरा मण्डलीको लागि गर्न चाहन्छौँ, So whatever we would like to do for the church, हाम्रो घरको लागि चाहन्छौँ, what we like to do for our house, हामीले हाम्रो कतिवटा इच्छाहरूलाई मार्नु पर्ने हुन्छ। how many of our desires do we need to kill? यदि हामीले आफ्नो इच्छालाई चाहिँ मार्नु खोजेनौँ भने सकेनौँ भनेदेखिलाई नि If you do not seek to destroy our desires, हावामा मुक्का हानेको जस्तो हुन्छ क्या। it is like the punching or beating in the wind. अरूलाई प्रचार गर्ने, Preaching to others, अरूलाई सुनाउने, saying to others, तर आफू चाहिँ आफैले आफैलाई चाहिँ व्यावहारिकतामा नगर्नु। but ourselves we do not practice it. पहिलो कोरिन्थी 9 अध्यायमा तिमी त सदस्य लाग्यो त्यसको 25-26 पढिदिनुहोस् त। 1 Corinthians chapter 9 and verses 25 and 26. अनि होडबाजीमा सङ्घर्ष गर्ने हरेक मानिसले सबै कुरामा आफूलाई वशमा राख्दछ अनि तिनीहरू साँच्चै नै नाश भइजाने मुकुट पाउनका निम्ति यसो गर्दछन्। तर हामी त नाश नहुने मुकुटका निम्ति यसकारण म पनि यसरी नै दौड्छु, बिना टुङ्गो होइन, म पनि यसरी नै लड्छु, हावाले मुक्काले हान्ने मानिस जस्तो होइन। 27 पनि And verse 27. तर म मेरो शरीरलाई मुक्का लाउँछु र बसमा ल्याउँछु, नत्र त अरूलाई प्रचार गरेर कुनै हिसाबले म आफै चाहिँ बेकममा ठहरिनेछु। 26। I therefore so run, not as uncertainly, so fight I, not as one that beateth the air, but I keep under my body, and bring it unto subjection, lest that by any means, when I have preached to others, I myself should be a castaway. रोमीमा भन्छ के तिमीहरू अरूलाई सिकाउँछौ तिमी आफै चाहिँ सिकाउँदैनौ। In the book of Romans it is written, you teach others, do you not teach yourself? 2 अध्यायको 20-21-22 तिर होला रोमीको पुस्तकमा यहाँनिर हामी पाउँछौँ 2 अध्याय 1 So perhaps it's Romans chapter 2 verses 20 to 22. मूर्खहरूलाई 21। यसकारण तिमी अरूलाई सिकाउँछौ त के आफैले चाहिँ सिकाउँदैनौ? तिमी नचोर्नु भनी प्रचार गर्छौ त के आफै चाहिँ चोर्छौ? तिमी व्यभिचार नगर्नु भनी भन्छौ त के आफै चाहिँ व्यभिचार गर्छौ? तिमी मूर्तिहरूलाई घृणा गर्छौ त के तिमी आफै मन्दिर ढुक्छौ? Which is read from Romans chapter 2 and verse 21. Thou therefore which teachest another, teachest thou not thyself? Thou that preachest a man should not steal, dost thou steal? And verse 22. Thou that sayest a man should not commit adultery, dost thou commit adultery? Thou that abhorrest idols, dost thou commit sacrilege? त्यो हो पावलको मण्डलीप्रति यस्तो बोझ थियो उसले चाहिँ मण्डलीको निम्ति आफैले आफ्नो चाहना इच्छा र विचार चाहिँ मार्नु। So Paul had such a great burden for the church that he was able to kill his desires and needs. बाइबलमा यस्तो पनि लेखेको छ कि एउटा गहुँको दाना भुइँमा खसेर मरेन भने त्यसले अरू पालुवा हाल्न सक्दैन, फल्न सक्दैन भन्छ। In the Bible it is written, if a grain of wheat does not fall into the ground and die, then it cannot bring forth life. I think यो चाहिँ योना 24 अध्यायको 12 पदमा Perhaps it's John chapter 24 and verse 12. Gospel
Gospel of John, chapter 24, 24. कसैले पढिदिनुहोस् त। साँचो साँचो म तिमीहरूलाई साँचो साँचो म तिमीहरूलाई भन्दछु, भन्दछु। माफ गर्नुहोस्, 24 छैन रहेछ, 12 को 24, 12 को 24। Sorry, John chapter 12, verse 24. Yes, Sorry. yes. साँचो साँचो म तिमीहरूलाई भन्दछु, भन्दछु, गहुँको दाना भुइँमा खसेर मरेन मरेन भने भने एक्लै एक्लै रहन्छ, रहन्छ, परन्तु मर्यो मर्यो भने त्यसले धेरै फल फल्छ। praise the Lord। Verily, verily, I say unto you, except a corn of wheat fall into the ground and die, it abideth alone. But if it die, it bringeth forth much fruit. It bringing forth much fruit। त्यसले चाहिँ धेरै फल दिन्छ। त्यस कारणले पावलले चाहिँ म प्रेरितको दर्जा भएको मान्छे, So as Paul, who is of the rank of an apostle, म प्रेरित भन्न योग्यको मान्छे पनि होइन। he claims that he's not even worthy to be an apostle. म चाहिँ विश्वासीहरू भन्दा पनि सानो मान्छे, He claims to be smaller than any believer. तर यत उसको कर्म चाहिँ कति राम्रो रहेछ मण्डली। But yet, look at how good work he's doing towards the church. त्यसले गर्दाखेरि एउटा बुद्धिमान नायकले चाहिँ मैले आज परमेश्वरको घरको जग बसाले भन्न सक्यो नि त। So it's only then that a wise person can become the foundation of God's house. मास्टर बिल्डर, बुद्धिमान नायके जसले चाहिँ परमेश्वरको घरको जग पनि बसाउन सक्यो अनि बनाउन पनि सक्यो नि त। So it's only a wise person who can be the master builder of God's house. आज हाम्रो घर कस्तो छ, How is our house today? आज हाम्रो मण्डली कस्तो छ, How is our church कस्तो today? प्रकारले बनिँदैछ। How has it been made? The wisdom, knowledge and understanding that built the house and established it, यानी कि बुद्धि समझ र ज्ञानले चाहिँ घर बनिन्छ। So it is the wisdom, understanding, and knowledge that builds the house and establishes it. अनि परमेश्वरको वचनमा भन्छ, आओ तिमीहरू सबै आओ मेरो वचन सुन र बुझ। बुक अफ मर्कुसको पुस्तक 7:14 पढ्दा नि And Mark chapter 7 and verse 14, it is written, come into my house. Come and listen to me। सबै आओ र मेरो वचन सुन र बुझ। मर्कुस 7:14 सारा मानिसहरूलाई आफू कहाँ बोलाएर उहाँले तिनीहरूलाई भन्नुभयो, भन्नुभयो, तिमीहरू हरेकले मेरो कुरा सुन मेरो कुरा सुन, र बुझ। मेरो कुरा सुनेर बुझ। कस्तो कुरा? And when he had called all the people unto him, he said unto them, hearken unto me, every one of you, and understand. अनि जसले मेरो वचनलाई सुनेर पालन गर्छ, Whoever hears my words and obeys it, आफ्नो घर चाहिँ उसले चट्टानमा बनाउँछ। he builds his house upon a rock. प्रभुले उसलाई चाहिँ मूर्ख होइन तर बुद्धिमानसँग तुलना गरेछ। And the Lord compares him to a wise person. यो हो परमेश्वरको वचन सुनेर पालन गर्नेहरूले चाहिँ बुद्धिमानसँग तुलना गरेको छ। The one who listens to the word and obeys it is compared to a wise person. अब त्यो बुद्धिमानले मात्रै घर बनाउन सक्छ। And it's only the wise person that can build a house. त्यसले गर्दा परमेश्वरको वचन हामीले सुन्न पर्छ। So for this reason, we need to listen to the Lord's word. त्यसलाई चाहिँ एकदमै प्र्याक्टिकल रूपमा व्यावहारिकमा पुरा पनि गर्नुपर्छ। And also we need to practically perform. And then only त्यस पश्चात मात्रै हामी चाहिँ हाम्रो परमेश्वरको घर बनाउन सक्छौँ। And it's only then that we can make our own house and the house of the Lord. मण्डलीको लागि बहुत चिन्ता गर्ने एट्याक त गाउँको बिमारीहरू नि विश्वासीको जस्तो क्या सास फेर्नु साह्रो अब उसो सहन नसक्दा As if a person like उसको चाहिँ यस्तो निस्सासिएको अवस्थामा सासै फेर्नु नसक्ने अवस्था So a person in a breathless state. पावलको चाहिँ त्यस्तो खालको चिन्ता चाहिँ मण्डलीप्रति थियो। And Paul had such thoughts towards the church. फर्स्ट थेसलोनिकी 3 अध्यायमा दयकन एक पद पढिदिनुहोस् न। First Thessalonians chapter 3 and verse 1 verse 1. हामीले अबदेखि उसो सहन नसक्दा अबदेखि उसो सहन नसक्दा एथेन्समा एक्लै छोडिएर रहनु नै एथेन्समा एक्लै छोडेर रहनु नै हामीले असल ठान्यौँ। हामीले किन सहन नसक्दा? है हामी सबै एथेन्समा मात्रै बस्नु हुँदैन, कोही थिस्सलुनिकेमा जाऊ, कोही बिरियामा जाऊ, कोही एफिससमा जाऊ, कोही कलसीमा जाऊ, कोही मेसिडोनियामा जाऊ।
भावको चाहिँ मण्डलीमा त्यस्तो प्रकारको चिन्ता छ, फिक्री मण्डलीको लागि। So here we can see how it's written, wherefore when we could no longer forbear, we thought it good to be left at Athens alone. But like a father who has great concern for the church, we can see how Paul sent people to different parts. अनि यहाँ चाहिँ एउटै मन भएको उसको छोरा तिमोथीलाई तिमोथी जा त्यहाँनिर त्यो मण्डलीमा के भइरहेको छ, कस्तो अवस्था आइरहेको छ, हामीले विश्वास गराएको, हामीले ग्रहण गराएको, हामीले उनीहरूलाई वचन सुनाएको त्यो मण्डली अलि स्थिर छ कि बाहिर कसरी भइसकेको छ। And he sent his beloved son Timothy to the church to inquire about how they are doing, the church that they had established and where the people had accepted the Lord. अनि उसले सहन नसक्दा फेरि पनि तिमोथीलाई पठाए। And because he could not forbear any longer, he sent Timothy. 5 पढ्न पढ्नु उसलाई। Let's read verse 5. यही कारणले मैले अवधि उसो सहन नसक्दा परीक्षा गर्नेले कुनै न कुनै प्रकारले तिनीहरूलाई परीक्षाको गर्यो कि र हाम्रो परिश्रम व्यर्थै होला कि ठानेर तिनीहरूको विश्वास जान्नको निम्ति मैले तिमोथीलाई पठाएँ। For this cause, when I could no longer forbear, I sent to know your faith, lest by some means the tempter have tempted you and our labor be in vain. कस्तो एउटा मण्डलीको लागि चिन्ता, कस्तो फिक्री मण्डलीको चिन्ता, त्यो मण्डली युकेमा भएको मण्डली के कस्तो छ त्यहाँ पठाउँछ। So what great concern for the church and the church that is in UK, what are the news from them? यो प्रकारको एउटा भावको चाहिँ मण्डलीप्रति चिन्ता हुन्छ। So this sort of concern a father has for the church. अनि यस्तो प्रकारको बुद्धिले पो मण्डली बनिन्छ त। And it is with this wisdom that the church is built. त्यसकारणले मण्डलीमा चाहिँ प्रभुको दासहरू, मेसेन्जरहरू, वचनवाहकहरू आउनुपर्छ। So for this reason, the church needs servants and messengers of अनि God. त्यो परमेश्वरको वचन चाहिँ मण्डलीमा चाहिँ आएपछि And when the word of God comes into the church, अनि मात्रै त्यो मण्डलीले पनि फङ्सन हुन सक्छ, त्यहाँबाट चाहिँ सञ्चालन हुन सक्छ। it's only then that the church can function. किनभनेदेखि त्यो चाहिँ परमेश्वरको वचन आएको हुन्छ। Because the word of God has arrived. वचनले चाहिँ उसलाई चाहिँ एकदमै उत्तेजित, उसलाई चाहिँ एकदमै उत्साह दिएको हुन्छ। And the word of God encourages them. अनि त्यो काम चाहिँ ठिक प्रकारले मण्डलीमा हुँदै जान्छ। And all things happen properly. त्यसै कारण मण्डलीमा चाहिँ परमेश्वरको सन्देश वाहकहरू हुनुपर्छ। So for this reason, it is very important for the church to वचन have ल्याउने messengers of the word. वचन ल्याउनेहरू हुनुपर्छ। And there should be people who bring the word. यस, अब अर्को कुरा हामीले यहाँनिर हेर्दै जाँदाखेरि And they continue to look at this. यो प्रकारले जब उसले आत्मिक घर बनाउँदै जान्छ अनि कोरिन्थीमा हामी हेर्छौँ दोस्रो कोरिन्थीमा We can see how it's made the spiritual house. If you look at 2 Corinthians, 12 अध्यायमा धेरै आउँछ त 12 अध्याय कोरिन्थी दोस्रो कोरिन्थी 2 Corinthians chapter 12. Brother, I think it's म आफैले पढ्दै गइरहेको छु, दोस्रो कोरिन्थी 12 देखिको 14 पद। 2 Corinthians chapter 12, verse 14. हेर, तेस्रो पटक म तिमीहरू कहाँ आउन तयार छु, अनि म तिमीहरूका निम्ति भार बन्ने छैन, किनकि म तिमीहरूको सम्पत्ति होइन, तर तिमीहरूलाई नै चाहन्छु, किनकि छोराछोरीले बुबाआमाका निम्ति सञ्चय गर्नु पर्दैन, तर बुबाआमाले छोराछोरीका निम्ति गर्नुपर्छ। Behold, the third time I am ready to come to you, and I will not be burdensome to you. For I seek not yours, but you. For the children ought not to lay up for the parents, but the parents for the children. एउटा आत्मिक भावले आत्मिक धन खोजिरहेको छ। Here we can see a spiritual father is seeking spiritual wealth. कोरिन्थीको मण्डलीमा गइराखेको तेस्रो पल्टको यहाँनिर चाहिँ रेकर्ड भएको छ। The third time I'm coming into Corinthians भनेको छ, म तेस्रो पल्ट म कोरिन्थीमा आइरहेको छु। So here is the record that he's come to the Corinthians for the third time. छोराछोरी हो, Children, तपाईँहरूको मलाई सम्पत्ति चाहिँदैन, I don't need your wealth. तर बाबुआमाले चाहिँ छोराछोरीको लागि नै सम्पत्ति दिन्छ। But the parents keep wealth for the children. चिल्ड्रेन यानि कि छोराछोरीले चाहिँ बाबाआमाले सञ्चय गर्नु पर्दैन। But the children need not worry about the अब यो parents. कस्तो खालको सम्पत्ति? What sort of wealth? यो संसारको मटेरियल होइन, यो It's not the material wealth of the world. आत्मिक धन उसले खोजिरहेछ। We're seeking the spiritual बाबुले riches. चाहिँ आत्मिक शिक्षाहरू कोरिन्थीको मण्डलीलाई दिँदै
The Father has come to give spiritual lessons to the church at Corinth. त्यसकारणले गर्दाखेरि आज मण्डलीमा सबैले यो खालको चिन्ता राखेको छैन अरे कि तर सबैले मण्डलीमा चाहिँ आफ्नै स्वार्थ खोज्नेहरू मात्रै हुन्छ। But nowadays we can see that this sort of thought is not there in the church, but everybody seeks after their own. Brother, can you read for me Philippi 2 अध्यायको 20 र 21 पद? So Philippians chapter 2 verses 20 and 21. किनकि मसँग एकै मन भएको कोही छैन कोही छैन जसले साँचो मनले तिमीहरूको अवस्थाको चिन्ता गर्नेछ चिन्ता गर्नेछ किनकि सबैले ख्रीष्ट येशूका कुराहरू होइन ख्रीष्ट येशूका कुराहरू होइन तर आफ्नै स्वार्थ खोज्छन्। आफ्नै स्वार्थ खोज्छन्। For I have no man like-minded who will naturally care for your state. For all seek their own, not the things which are Jesus Christ. त्यस्तै भइरहेको छ आज। This is the same thing happening today. हामीले छुटाउन सक्नु पर्यो। We need to be set apart from this. स्पिकर हो There's the या speaker. चाहिँ परमेश्वरको वचन वाहक हो। Whether you're the speaker or if you're the sharer of God's word. त्यसकारणले गर्दा यो बुद्धि चाहिँ आज हामीले माग्नुपर्छ। पछिल्लो वर्ष माग भनेको चाहिँ यो बुद्धि चाहिँ मण्डलीलाई प्रभुले दिएको छ। मागौँ। So let us seek this wisdom from the Lord. In the end days, in the last days, let us seek this. अब यो मान्छेको विषयमा यानी कि यो आत्मिक क्षेत्रको परमेश्वरको घर बनाउने विषयमा यो मान्छेले यो प्रकारले बनाएको कुरा हामीले जान्न पायौँ। So now we can see how these things have been taken to build the spiritual house. अब शरीरको घर यानी कि जहाँ हाम्रो घर छ And the physical house, which is our own house. त्यो घरलाई पनि बनाउनको लागि चाहिँ बुद्धि चाहिन्छ। Even to make this house, we need wisdom. हरेक घर Every house, मान्छेले बनाउँछ man makes it, तर सबै कुराहरू चाहिँ परमेश्वरले नै बनाउनुहुन्छ। but everything is made by the Lord. हिब्रूको पुस्तक 4 अध्यायको 3 र 4 पद पढ्नुहोस्। Hebrews chapter 4, verses 3 and 4. किनकि हामी जसले विश्वास गरेका छौँ त्यस विश्वासमा I'm sorry, it's chapter 3 अध्यायको 4 र 5 पढ्नुहोस्। Hebrews chapter 3, verses 4 and 5. किनकि हरेक घर कुनै मानिसद्वारा बनाइन्छ तर जसले सबै थोक बनाउनु भयो उहाँ परमेश्वर हुनुहुन्छ। पाँच के 3 मिनट। हरेक घर मान्छेले बनाउँछ है। But every house is built by man. त्यो घरको अवस्था कस्तो छ, त्यो घरको के कसो हो, त्यो सबै बनाउनु चाहिँ फेरि परमेश्वरले हुन्छ। But what is the condition of the house? What is missing in the house? That is built by God. For every house is built by some man, but he that built all things is God. तपाईँ र मेरो घर पनि यदि परमेश्वरले बनाउनु भएको छैन भने नि If God has not made yours and my house, त्यो घर चाहिँ धोकामा जान्छ। that house will be deceived. त्यसकारणले गर्दाखेरि त्यो बुद्धिले चाहिँ घर बनाउनु भनेको कारण चाहिँ यो रहेछ। So this is why a house needs to be built by हेर्नुहोस् wisdom. त्यहाँनिर एउटा मान्छे छ पवित्र शास्त्र बाइबलमा हामी पाउँछौँ। We can find in the Bible about a man. उसको नाम चाहिँ अयुब हो। His name was Job. सबैलाई थाहा छ अयुबको घरानाको विषयमा। Everybody knows about the household of Job. ऊ चाहिँ एउटा परमेश्वरको डर मान्ने व्यक्ति, He was a man who feared God, खराबीदेखि अलग बस्ने मान्छे, who set himself apart from ऊ evil. एकदमै सिधा र सोझो। He was straightforward. त्यस्तो व्यक्तिको घराना यति शारीरिक घराना थियो त्यहाँनिर। But his household was such a worldly उसको household. छोराछोरी पनि त्यस्तै, His children were also like that. उसको श्रीमती पनि त्यस्तै थियो। His wife was also worldly. तर ऊ चाहिँ एकदमै प्रभुलाई आदर गर्ने, डर मान्ने, खराबीदेखि अलग गर्ने, सिधा र सोझो व्यक्ति। But he was the one who was fearing the Lord and always walking in a straight path. तपाईँलाई थाहा छ उसले कसरी आफ्नो घर बनायो? Do you know how he built his house? म यसो विचार गर्छु कि I think यदि म त्यो सर्कमस्टान्सेस यानी कि त्यो जुन चाहिँ प्रकारको वातावरणमा चाहिँ म भएको भए if I was there in such circumstances, म आफ्नै घरलाई चाहिँ मैले भत्काउने हुन्छु। I would have destroyed my own house. म तपाईँलाई भन्दिनँ, I wouldn't tell you. म तपाईँहरूको विषयमा थाहा पनि छैन कस्तो हुनुहुन्छ त्यो समयमा। I don't know how it was. अयुबको ठाउँमा तपाईँ कस्तो प्रकारले पेसिनुहुन्छ म भन्न सक्दिनँ। I'm unable to tell you how it was. तर यदि म भएको भए But if it was me, मेरो घर चाहिँ सबै भत्काएको हुन। but my whole house would have been destroyed. तर त्यहाँनिर अयुबको बुद्धि हेर्नुहोस् न, यति
कति दामी बुद्धि छ। But here look at the wisdom of Job, there is great wisdom. पहिलो उसको गवाई यति राम्रो भयो, उसले चाहिँ परमेश्वरको डर मान्ने। ब्रदर can you read from Job 1:1? उस देशमा एकजना मानिस थिए, ज्यू उसको नाम अयुब थियो। ज्यू अनि ती मानिस सिद्ध र सिधा चालका थिए, सोझो र सिधा चालका थिए। जसले परमेश्वरको डर मान्थे Yes. र जो हरामी गर्न सक्दथे। हजुर। We are reading from Job chapter 1 verse 1. There was a man in the land of Uz whose name was Job, and that man was perfect and upright, and one that feared God and eschewed evil. अब उसको छोराछोरीहरू चाहिँ यस्तो प्रकारको थिएछ, दयाकन पढिदिनुहोस् त 5 पढिदिनुहोस्। And let us read verse 5 to understand about his children. अनि यस्तो हुन्थ्यो, उनीहरूको भोजका दिनहरूले एक चक्कर लगाएपछि अयुबले बोलाउन पठाउँथे, उनीहरूलाई पवित्र गर्थे र एका बिहानै उठेर उनीहरू सबैको सङ्ख्या अनुसार होमबलिहरू चलाउँथे, किनकि अयुबले भन्ने गर्थे, सायद मेरा छोराहरूले पाप गरे होलान् र आफ्ना हृदयमा परमेश्वरलाई सरापे होलान्। अयुबले सधैँ यस्तै गर्थे। And it was so when the days of their feasting was gone about, that Job sent and sanctified them, and rose up early in the morning, and offered burnt offerings according to the number of them all. But Job said, It may be that my sons have sinned and cursed God in their hearts. Thus did Job continually. जहिले पनि मेरो छोराछोरीहरूले परमेश्वरको विरुद्धमा खराब काम गर्यो होला, पाप गर्यो होला भनेर एउटा बाउले त्यो परिवारको लागि चिन्ता गरिकन बलिदान चढाउँथे। So here we can see how one father is concerned about his family and sacrifices, thinking that perhaps their children would have offended God. यो चाहिँ मलाई लाग्छ एउटा फ्यामिली प्रेयरको एउटा नक्सा चाहिँ यहाँ छ। And here we can see a sign of family अनि यो prayer. किताब चाहिँ सबै किताबहरूभन्दा सबैभन्दा पुरानो किताब चाहिँ यही किताब हो। And the book of Job is the oldest book in the Bible. अब यहाँनिर त्यो समयमा एउटा परिवार छ जसको बुवा चाहिँ एकदमै घरको मूल मान्छे चाहिँ परमेश्वरप्रति एकदमै भक्ति गर्ने मान्छे। So in that house we can see that the father who is very devoted towards God, उसको श्रीमती र उसको छोराछोरीहरू चाहिँ एकदमै शारीरिक। but his wife and his children are very worldly. अब यसै कारणले गर्दा शैतानले मौका पायो। But because of this, Satan got an अनि opportunity, त्यो मौकाले चाहिँ उसको परिवारमा यस्तो ठुलो हानि नोक्सानी ल्यायो, and that opportunity brought about great destruction to the यस्तो household. दुःख र अशान्ति ल्यायो। It brought about great sorrow and lack of peace. त्यस्तो अवस्था चाहिँ सारै संसारमा कसै मानिसलाई पनि भएको छैन पनि होला जस्तो लाग्छ। I feel that no other house in this world would have gone through that. त्यस्तो अवस्थामा आफ्नो श्रीमतीको त साथ हुनुपर्ने थियो जस्तो लाग्छ। And in that situation, I felt that his wife had to be with him. तर छोराछोरी त मरिहाल्यो, The children are gone. अब बुढाबुढी नै छन्। It's only the husband and the wife. तर त्यो श्रीमान र श्रीमतीको त्यो वार्तालाप त्यस्तो अवस्थामा चाहिँ है मर्दा हामी है जति पनि हाम्रो पवित्र विवाह हुँदाखेरि So whenever there's holy matrimony, त्यहाँनिर एउटा सोलमनाइज गर्छ, यानि कि करारको त्यो जुन सेवा हुन्छ नि, so when there is the solemnizing of the wedding, त्यहाँनिर दुःख सुखमा मर्दा पर्दा है अनि हर प्रकारको अवस्थामा साथ दिने भन्ने त्यो प्रकारको त्यहाँनिर करार गराइन्छ। when there's the oath taken that you will be together for good or for evil, तर जब समस्याको हुरी बतासहरू आदिहरू आउँदाखेरि but when the storms and tempests of trouble arrive, हामी मान्छे हौँ पहिला, we are first of all human beings. हामी मान्छे भएको कारणले गर्दा त्यो पुरा गर्न सक्छौँ। Because we are humans, we cannot fulfill that oath. आई रिमेम्बर दोस्रो कुरिन्थी 10:11 पदमा एउटा त्यति राम्रो एउटा नमुना छ। In 2 Corinthians chapter 10 and verse 11, there's such a beautiful example. फर्स्ट भर्स तयारीकन पहिला भर्स पढिदिनुहोस् त। Let us read the first verse. यस्तो मानिसले यो याद गरोस्, अनुपस्थित हुँदा पत्रहरूद्वारा वचनमा हामी हाले 10 को ल सरी मैले 11 भन्छु, 10 को 3 पढ्दिन्छ। Sorry, 2 Corinthians chapter 10 and verse 1. अब म पाउल आफै पाउल आफै ख्रीष्टको नम्रता यहाँ सुन्नुहोस् है, पावलको अर्को बुद्धि चाहिँ के थियो है, ऊ आफ्नो नम्रतामा होइन, So the ख्रीष्टको नम्रता भन्ने। So the wisdom of Paul lies in not his own humility, but the gentleness of Christ. र कोमलताद्वारा जो तिमीहरूलाई बिन्ती गर्दछु, म तिमीहरूको बीचमा उपस्थित हुँदा नम्र हुन्छु, तर अनुपस्थित हुँदा चाहिँ तिमीहरूप्रति साहसी हुन्छु।
Now I, Paul, myself beseech you by the meekness and gentleness of Christ, who in presence am base among you, but being absent am bold toward you. But I beseech you that I may not be bold when I am present with that confidence, wherewith I think to be bold against some, which think of us as if we walked according to the flesh. परमेश्वरको मण्डलीमा परमेश्वरको जनहरूमा जब पावल हुनुहुन्थ्यो नि, When Paul was there in the church with the Lord's people, उसको आफ्नो नम्रतामा होइन, it is not in his humility, किनभने आफ्नो नम्रता त ब्लास्ट यानि कि अब प्रस्फुटन भइहाल्छ। because one's humility can just explode and go away. इभन त के अरे संसारको सबैभन्दा नम्र व्यक्ति मोसेस, The most humble person in the world was Moses. उसको पनि मण्डलीको कारण भनौँ न, झुन्डको कारण भनौँ न, गणगणको कारणले गर्दा उसले नम्रता गुमाइपठायो। Even he lost his meekness because of the murmurings and complainings in the church. हामी सबैलाई थाहा छ। We all know that. तर यहाँनिर जब मण्डलीको साथमा विश्वासीको साथमा हुँदाखेरि ख्रिस्टको नम्रता भन्नेले चाहिँ नि त्यसले अबेस्ट गरिदिन्छ, त्यसले चाहिँ एकदमै नम्रमा ल्याइदिन्छ। मान्छेको नम्रताले होइन, तर ख्रिस्टको नम्रतामा चाहिँ पावलले त्यो प्रकारले चाहिँ मण्डलीको मण्डलीमा उपस्थिति हुँदा चाहिँ नम्र हुन्छ। We can see how Paul lowered himself by not with his own meekness but with the meekness of Christ in front of the church. त्यो भएको कारणले गर्दाखेरि पावलले भन्न सक्छ मेरो देखा सिक्नु गर, Which is why Paul is able to say, look at me and learn from me। and learn. मैले जस्तो प्रभु येशू मसीहबाट सिकेँ र पछ्याएर गरेँ, तिमीहरूले पनि मेरो देखा सिकी गर, तिमीहरूले मेरो देखा सिकी गर। पहिलो कोरिन्थी 11 अध्यायको 1 पदमा होला त्यहाँनिर भन्दैछ, मैले जसरी ख्रिस्टको देखा सिकी गरेर सिकेँ, तिमीहरूले पनि त्यही प्रकारले मेरो देखा सिकी गर। Well, we can find in 1 Corinthians chapter 11 and verse 1 where Paul says, just like I have seen and followed the Lord, you also follow me. जसरी म ख्रिस्टको अनुकरण गर्दछु, उसरी नै तिमीहरू पनि मेरो अनुकरण गर्ने हो। कसैले भन्नु सकेन यस्तो कुराहरू अरू प्रेरितहरूले, No other apostle could say like this. तर पावल प्रेरितले भन्न सके। But only Apostle Paul could say that. किन भन्दाखेरि ऊ सबै कुरामा चाहिँ बुद्धिमान, Why? Because he was the wisest of them all. अनि उसले त्यही भएको कारणले गर्दा मण्डलीको इज्जत बचाउन सक्यो। मैले यो भन्नुको खास कारण चाहिँ के हो भने So that's why he was a master builder of the church. This is the reason why I'm able to say. अयुबले पनि आफैलाई नम्रतामा ल्याउँछ। Even Job brought himself humbly before the Lord. हेर्नुन अयुबको पुस्तकको 2 अध्यायमा आउनुहोस्। Let us turn to the book of Job at chapter 2. अब 9 पदलाई पढिदिनुहोस् त। And let's read verse 9. तब उनकी पत्नीले उनलाई भनिन्, अनि के तपाईँ अझै पनि आफ्नो इमानदारीमा अडिरहनुहुन्छ? इमानदारीमा अडिरहनुहुन्छ, परमेश्वरलाई सराप्नुहोस् सराप्नुहोस् र मर्नुहोस्। मर्नुहोस्। Then said his wife unto him, dost thou still retain thine integrity? Curse God and die. यहाँ एउटा अचम्मको कुरो के लाग्यो भने What I feel amazing here is, उसको पत्नीले आफ्नो श्रीमानलाई आत्महत्या गर्न उक्साउँदैछ we can find the wife encouraging the husband to commit suicide अनि परमेश्वरलाई श्राप्नु भन्दैछ। and also telling him to curse God. अब त्यो ठाउँमा अहिलेको ठाउँमा हामी जति पनि लोग्ने हस्बेन्डहरू छौँ, And in the place of Job, we can see many husbands and wives. हाम्रो रिएक्सन कस्तो हुन्छ? How will be our reaction? अब उहाँको रिएक्सन चाहिँ आफ्नो श्रीमती यानि कि आफ्नो स्वास्नीप्रति चाहिँ यो छ 10 पदमा पढ्नुहोस् नानी। In verse 10, we can see his reaction towards his wife. तर उनले तिनलाई भने, तिमी एक मूर्ख स्त्री बोलेझै बोल्छौ। हामी परमेश्वरको हातबाट असल कुरा लिन्छौ, तब के हामी खराब कुरा चाहिँ नलिन्छौँ त? यी सबै कुरामा अयुबले आफ्ना ओठले पाप गरेनन्। But he said unto her, thou speakest as one of the foolish women speaketh. What? Shall we receive good at the hand of God, and shall we not receive evil? In all this did not Job sin with his lips. अयुबले आफ्नो मुखले पाप गरेन, यति मात्रै भने तिमी कस्ती हौ, मूर्ख जस्तो कुरा नगर न तिमी, तिमी त मूर्ख स्त्री जस्तो कुरा गर्छौ। परमेश्वरबाट असल कुरा चाहिँ ग्रहण गरेर हामीले चाहिँ खराब कुरो यानि कि हानि नोक्सानी चाहिँ हामीले चाहिँ नलिनु भनेर यति मात्रै त। So here we can see Job did not sin with his lips, but instead asked his wife, why does she speak like a foolish woman? And shall we only accept good things from the Lord and not any evil thing? यहाँनिर अयुबको हामी हेर्दै जाँदाखेरि
उसलाई थाहा थियो If we continue to look at the life of Job, we can see that he knows यो धरती मुनि beneath this earth, ऊ चाहिँ मेरो एउटा जीवनको पाटा जीवनको सहारा चाहिँ यही मेरो बुढी नै हो उसलाई थाहा my wife is my help in this world. बेटर है My wife is my better half. अच्छा यसलाई हेरौँ न किनभनेदेखि नि उसलाई थाहा थियो He knew. यसले मलाई श्राप दिए पनि यसले मलाई जेसुकै भने पनि यही नै मेरो बुढी हो अब यही बुढीसँगै म बस्छु यही बुढीको सबै गनगन खडखडहरू सबै म सहन्छु पनि भन्नु He knew that no matter what, however she curses him or whatever she complains and murmurs, she is his wife after all. आज यी दिनहरूमा Nowadays, हाम्रा विश्वासी जन परमेश्वरको दास दासीहरू हे the Lord's people and servants of the Lord, कतिपय प्रकारले मिल्दैन कुराहरू राम्ररी बिचमा there are many disagreements between the husband and the wife. यस्तो सिचुएसन आएको भए त If such situation arises, सिधै डिभोर्स छोडपत्र हुने immediately they divorce. यही भइरहेछ This is what's happening. किन बुद्धि चाहिन्छ आज हामीलाई? Why? किन चाहिन्छ Why do we need wisdom मण्डलीमा nowadays? किन बुद्धि चाहिन्छ Why do we need wisdom in the church? यदि हामी बुद्धिमान भएर हेर्ने हो भनेदेखिलाई नि If we have become wise and look at it, जस्तो सुकै खाँचो आवश्यकता र पीर मार्का र हर प्रकारको सतहमा पनि हामी एकदमै बिराजी भएर बस्नु बस्नु no matter what situation and difficulty we are going through, we will be sitting there patiently. हेर्नुहोस् त अयुबले उसलाई छोडेर अर्कैसँग डिभोर्स गरेर है एक्लै बस्नु सक्थ्यो अर्को ल्याउनु पनि सक्थ्यो नि त हो कि न भन्नुहोस् न So Job could have divorced his wife and either stayed alone or married somebody else. तर विचार जे जस्तो भए पनि यो मेरो श्रीमती हो यो मेरो एकदमै अर्धाङ्गिनी हो भनेर उसले चुपचापसँग बसिरहेको But he silently suffered and fully aware that she was his chosen उसको wife. श्रीमतीले यतिसम्म पनि घृणा गरेको छ म पाउन सक्छु कि दैनिकना यो अयुब 17 तिर आउनुहोस् त So let us turn to Job 17. We can see about his relation with his wife. दैनिकना 19 को छ 19 Sorry, Job chapter 19 and verse 17. मेरो श्वास मेरी पत्नीका निम्ति बिरानो भएको छ यद्यपि मैले आफ्नो शरीरका नानीहरूका निम्ति अन्तर्वृत्ति गरेँ अलिकति अर्कै नेपालीमा पढिदिनुहोस् त मेरी पत्नीका मेरी पत्नीका निम्ति निम्ति मेरो श्वास बिरानो भएको छ बिरानो भएको छ र आफ्नै शरीरका छोराछोरीहरूका निम्ति छोराछोरीको निम्ति म गन्धे भएको छु गन्धे भएको छु My breath is strange to my wife, though I am treated for the children's sake of my own body. छोराछोरीबाट पनि तिरस्कृत तर अघि कस्तो प्रभुमा रहिरहेको So even though I've been rejected by my children and my wife, I'm still in the Lord. त्यो यस्तो समस्या त हामीमा आएको छैन होला We may not have come to this situation yet, यदि त्यस्तो आयो भने but even if we are there, के हामी यसरी नै अलग हुँदै जाने do we go our separate ways? समस्या आउँछ घरमा Problems will arise in the धेरै house. प्रकारको चिन्ता फिक्री हुन्छ Different types of श्रीमानको worries. हुन्छ The husband has, श्रीमतीको हुन्छ the wife will छोरा have, छोरीको लागि हुन्छ the children will have. यही प्रकारले हामी चाहिँ एकदमै अलग हुँदै छोडिँदै जाने हो र Do we then just go separate on our own ways? यसै कारणले गर्दा बुद्धि चाहिन्छ है घर बनिनुको लागि So that is why they said we need wisdom to build a यहाँनिर house. भन्दैछ यो अयुब कति बुद्धिमानी भनेपछि तपाईँले पछि बुझे कि पछि बुझे अयुबले त पछाडि पत्रुसमा भएको त्यो वचनको पहिल्यै बुझ्नु भएको रहेछ पहिलो पत्रुस 3 अध्यायको 7 पदमा दैनिकमा पढिदिनुहोस् न So I only understood this verse lately, but in 1 Peter chapter 3 and verse 7, we can see how Peter understood this verse. आफ्नो श्रीमतीको विषयमा कस्तो बुझ्ने एउटा श्रीमान कति सहने एउटा श्रीमान रहेछ कति मिलेर प्रेम गर्ने श्रीमान रहेछ भनेर अयुबको पत्नीप्रति यो प्रकारको व्यवहार And we can see how, looking at Job's behavior towards his wife, Peter used that as an example to show how husbands should be. पढिदिनुहोस् यही प्रकारले हे पतिहरू ज्यू पत्नीलाई कमजोर पात्र सम्झी साथै जीवनको अनुग्रहको साथै हकदारहरू सम्झी एकैछिन अयुबले यही मेरो जे जस्तो भए पनि
अनुग्रहको साझेदार हो भनेर कस्तो बुझेको क्या कति पर हेऱ्यो उसले दूरदर्शी मान्छे थियो उसले चाहिँ जे जस्तो अवस्था भए पनि म सहन्छु म एक्लै पनि बस्छु तर यही मेरो चाहिँ पत्नी हो भनेर उसले चाहिँ एउटा कति मजाले चाहिँ मेरो एउटा अनुग्रहको साझे हकदार हो भने So Job had such foresight that he could see that this alone is his wife, and he was able to accept her as a head together of the grace of life. साझे हकदार पनि जानु पढ्दै जाऊ उनीहरूलाई आदर गर्दै उनीहरूलाई आदर गर्दै बुद्धिमानी साथ उनीहरूसँग बस बुद्धिमानी साथ उनीहरूसँग बस र तिनीहरूका प्रार्थनाहरू नरोकिएका हुन्। तिनीहरूको प्रार्थना नरोकिएका हुन्थे Likewise, ye husbands, dwell with them according to knowledge, giving honor unto the wife as unto the weaker vessel, and as being heirs together of the grace of life, that your prayers be not hindered. श्रीमान चाहिँ बुद्धिमानसँग बस्नु भनेको चाहिँ मूर्ख जस्तो भएर बस्नु भनेको छैन नि फेरि यहाँ Here is written, the husband should be as wise and not foolish. नत्र भने के रोकिन्छ अरे म्याम What will happen otherwise? What will stop? के रोकिन्छ What will stop? The prayers will के stop. रोकिन्छ प्रार्थना रोक्यो नि त हतियारै छ भुत्यो भने त सक्यो नि त The prayer is a weapon, and if that stops, then it's all over. त्यहाँबाट त डाँडु पन्नु थाल्यो थाल्यो के हुन्छ So wisdom is greatly required to build a house. अहिले चाहिँ पछि दोब्बर भाग पार्छ आशिष So Job got double blessings later on. त्यही श्रीमतीबाट फेरि पनि 3 छोरा 7 छोरा 3 छोरी पायो With the same wife, he then had 7 sons and 3 daughters. एलाइजाको म्यान्टल चाहिँ एलिजामा खसेको जस्तो नि दोब्बर भाग आशिष Just like Elisha asked Elijah of double blessings. त्यो आशिष चाहिँ सहेर दुःख गरेर भरे त काम लाग्नु त त्यही बुढी गरेछ हौ है And it was through the same wife that he went through that. त्यसले गर्दा प्रभुको घर चाहिँ बुद्धिमान साथ चल्नुपर्छ So the house of the Lord, needs to go with wisdom. हाम्रो घर पनि बुद्धिमान साथ चल्नुपर्छ We need to run our house also with wisdom. समस्या त कसको घरमा छैन भनेर In whose house is there no problems? तब जब समस्या आउँछ नि But when problems arise, हामी बुद्धि लाउँछौँ क्या let us use our wisdom. हामी चाहिँ हाम्रो बल लगाउँछौँ Instead, we use our strength. अब योसँग बस्नै सकिँदैन सपना पनि देखास् मलाई भनेर दिन्छौँ We want each other, not to even dream about each other. यो चाहिँ हो पावलले त्यही भएर नि ख्रिस्टको नम्रता मण्डली बगाएर हावामा पैसा लिएको जस्तो हुन्छ अहिले त माफी माग्नुपर्ने कस्तो सोचेको प्रभुको घर मण्डलीलाई बनाउँदा कस्तो बुद्धि है So what great wisdom is needed to run the church, and we can see how Paul took upon the meekness of Christ. अब त्यो आशिषलाई हेरिहाल्नु भयो त्यो सहेर त्यो दबाएर घृणित भएको अवस्थामा पावल जाँदा यसरी अयुब जाँदाखेरि पाएको आशिषलाई हेर्छौँ And let us look at the blessing that Job received after going through that painful times. There is a day job 42. Job 42. Job chapter 42. त्यसको हेडिङ त नानी 10 को माथि हेडिङ छ कि 42 को त्यो पढ्दैछ अयुब माथि यानी कि अयुबले दोब्बर आशिष पाउँछन् भनेर लेखेको So in the Nepali Bible, there's a heading that says Job's double blessing. कस्तो राम्रो कुरा पहिलाको पशु प्राणीहरू सबै गाई बस्तुहरूले दोब्बर दोब्बर पाए So all his lost camels and cattle, he got back as double. समस्याको सबैलाई यसको दुःख समस्या हुन्छ तर हामीले छिट्टो आफ्नो बुद्धि चाहिँ लगाउनु So problems arise for everybody, but let us not use our intelligence very quickly. Who knows? That might be blessing in disguise. त्यो एकदमै नजानिने प्रकारले आशिषको आइरहेको छ कति आइका आथा हुन्छ नि एकदम दबाई भन्छ मलाई लैजाने हस्पिटल भन्छ प्रभु प्रार्थना पनि गरेको छैन मरे कि मरे दबाईले हस्पिटल लिएर हाम्रो त्यही हो When an illness comes, sometimes so people quickly panic and say that they need to be rushed to the hospital, but they do not pray about it. तर सो
प्रभुको इच्छाको होला हो धिराउने चाहिँ गरेर प्रार्थना गर्नु धिराउने चाहिँ गरेर प्रार्थना गर्नु त हामी छोडिन्छ And we have forsaken patience and prayer. साहित्यहरू जब जब यस्तो कुराहरू आउँछन् बस श्रीमानसित कि हाम्रो परिवारमा छोराहरू राखेर उहाँसित प्रार्थना गर्नु So when these things arise, let the husband, the wife, and the children have a fasting prayer. अयुबलाई थाहा थियो आफ्नो छोराछोरी र श्रीमती कस्तो छ भनेर Job knew how his children and wife were. अनि दिनौँ उनीले बिहानै पछि त्यो बलिदान छ And every day, continuously, he used to offer sacrifices. अब यहाँनिर हामीले हेर्दै जाँदाखेरि 12 पदमा नानी तल 42 को 12 पद पढिदिनुहोस् And let us turn to Job chapter 42 and verse 12. तब प्रभुले अयुबको पछिल्लो दिनलाई उनको सुरुको दिनलाई भन्दा बढी आशिष दिनुभयो किनकि उनीसँग 14,000 भेडा बाख्रा 6,000 ऊँट 1,000 हलगोरु र 1,000 गधेडीहरू भए So the Lord blessed the latter end of Job more than his beginning, for he had 14,000 sheep and 6,000 camels, and 1,000 yoke of oxen and 1,000 she-asses. He had also 7 sons and 3 daughters. नेपालीमा नानी अनि उनका 7 जना छोरा र 3 जना छोरी पनि भए अब 15 पद नानी अनि सारा देशभरि अयुबका छोरीहरू जस्ता सुन्दरी अरू कोही स्त्री कुनै स्त्री पाइएनन् अनि उनका पिताले तिनीहरूलाई तिनीहरूका दाजुभाइहरूको बीचमा पैतृक सम्पत्ति दिए And he called the name of the first Jemimah, and the name of the second Keziah, and the name of the third Keren Hapuk. And in all the land were no women found so fair as the daughters of Job, and their father gave them inheritance among their brethren. अब हेर्नुहोस् है छोराहरू पनि छ छोरीहरू पनि छ So look at here, there are sons and daughters. कस्तो खुसीको दिन भयो अहिले How happy he must have felt on that day. सुन्दरी छोरीहरू Beautiful daughters. अनि त्यसको त्यसको के अरे अंशको यानी कि भाग चाहिँ एउटा छोराहरूले पनि पाएको कुरा हामी पाउँछौँ And we can see that how the children all received the inheritance. कतिवटा यस्तो समस्याहरूमा गइरहेको बेलामा अशान्ति भइरहेको बेलामा हामी जाँदै गर्दा So when we go through the time of difficulties and त्यो worries, चाहिँ भलाइकै लागि हो भनेर हामीले लिनुपर्छ we need to consider that this is all for good. हामीले प्रभुलाई प्रार्थनामा सुनाइदेऊ न हाम्रो चिन्ता Let us speak to the Lord in prayer about our worries. कसलाई थाहा Who knows? ब्लेसिङ इन डिसाइज हुन सक्छ Could be a blessing in disguise. त्यसो भएको कारणले गर्दाखेरि अहिले भिडसाद सहेर अन्तमा छोराछोरीहरू त्यस्तो मोज मस्ती ऐस आराम गर्ने आफ्नै दुनियाँमा हराउने यही पार्टी अफ द टाइम बाहिर एकदमै बरालिएको अवस्था तर पछि गएर छोरीहरू सुन्दरी छोराहरूले पैतृक समृद्धि पाए So here we can see in the beginning, the children were partying all the time, oblivious to what was around them. But in the end, how the children was very beautiful and God-fearing. यो सुन्दरी भन्नाले चाहिँ पहिलाको भन्दाखेरि यो चाहिँ बदलिएको पछिल्लो पल्ट उनीहरू जन्मिएदेखि यानि कि त्यो चाहिँ एउटा आत्मिक प्रभुको भक्ति सुहाउँदो भक्ति गर्ने छोरीहरू पनि भए So the beauty here describes the changed life, the life of reverence of the daughters towards God. अनि उसको भाइहरूले पनि अयुबको पैतृक सम्पत्तिको भाग त्यहाँनिर पाएको And we can see how their brothers also received the inheritance. From उनीहरूको God. माझमा त्यो सम्पत्तिहरू बाँडेका We can see how the wealth was distributed amongst them. अनि अयुब चाहिँ पुरै वर्ष बाँचेर फुल अफ इयर्स अनि अन्तमा चाहिँ मृत्यु हुन्छ। And we can see how Job died being old and full of age. अब अर्को एउटा जोडी छ यहाँनिर And if you look at, if you add something else to this, अबिगेल र नाबालको जोडी छ यहाँ पनि। so there's another pair, which is Abigail and Nabal. पहिलो समय 25 अध्याय छ हामी समय छैन तर अब म अलिकति छोटै भनिहाल्छु 25 अध्याय यहाँनिर चाहिँ श्रीमती चाहिँ एकदमै बुद्धिमानी फराकिलो हेर्दै समझदार हेर्दै तर उसको पति चाहिँ मूर्ख छ के एकदमै मूर्ख छ अब उनीहरूको बिचमा पनि यो प्रकारको सम्बन्ध चाहिँ यति राम्रो हुन्छ तर बुद्धिमान स्त्रीले आफ्नो घर बनाएर त्यतिखेर बुद्धिमान स्त्रीले अबिगेलले त्यतिखेर घर बनाएर हामी पाउँछौँ त्यहीँनिर 25 को 3 पद पढिदिनुहोस् Let us turn to 1 Samuel chapter 25 and verse 3 where it talks about Abigail and Nabal. अनि ती मानिसको नाम नाबाल थियो ज्यू अनि उनकी पत्नीको नाम अबिगेल थियो अनि तिनी एक असल समाज भएकी र सुन्दरी स्त्री थिइन् तर ती पुरुष चाहिँ रुखा र आफ्ना कामकुराहरूमा दुष्ट थिए अनि उनी कालेबको वंशका थिए
Now the name of the man was Nabal, and the name of his wife Abigail, and she was a woman of good understanding and of a beautiful countenance. But the man was churlish and evil in his doings, and he was of the house of Caleb. प्रभुको घरमा चाहिँ स्त्रीहरू दिदीबहिनीहरू अनि आफ्नो घरमा पनि स्त्रीहरू आमाहरू दिदीबहिनीहरू चाहिँ एकदम आवश्यक छ हाम्रो मण्डलीमा र घरमा पनि आवश्यक छ। There is great need for the sisters in the house of the Lord and in our own house. अब यहाँनिर पनि श्रीमानको ठाउँमा श्रीमती चाहिँ समझदार र बुद्धिमती भएर आउनुहुन्छ। And here we can see how the wife is of wise and understanding in the place of the husband. समय छैन, सबैमा म भने मलाई समय केही यहाँनिर के छ भन्दाखेरि दाउदले धरि प्रशंसा गरेको छ उसको बुद्धिको। तिमीले मलाई रक्तपात गर्नदेखि तिमीले मलाई रोक्यौ, त्यो शब्द पाएको छ। हामीले हेर्दै जानुपर्छ पहिला निम्तिमा है ग्रन्थ 32। So we'll read verse 32. And David said to Abigail, Blessed be the Lord God of Israel, which hath sent this day to meet me. पढ्दिनुहोस् त नानी। तब दाउदले अबिगेललाई भने, प्रभु इस्राएलका परमेश्वर धन्यका हुनुहुन्छ, जसले तिमीलाई आजको दिन मलाई भेट्न पठाउनु भएको छ। And blessed be thy advice, and blessed be thou, which hast kept me this day from coming to shed blood, and from avenging myself with mine own hand. अनि तिम्रो सुझाव धन्यको हो र तिमी धन्यकी हौ, तिमीले आजको दिन मलाई रक्तपात गर्न आउनदेखि र आफ्नै हातले आफ्नो बदला लिनदेखि रोक्यौ। यस्तो बुद्धिमती स्त्री जसले झटपट सबै कुराहरू त्यहाँनिर आफ्नो घरलाई बचाए। We can see how this wise woman, by arranging all things, managed to save her house. अरू पनि हामी झन् प्रभुले मौका दिनुहुन्छ होला कुनै समय हामीहरूमा, तर आज मण्डलीमा अनि घरमा चाहिँ एउटा बुद्धिको चाहिँ खाँचो छ। त्यसकारणले गर्दा जसले मेरो वचन पालन गर्छ अनि त्यसलाई चाहिँ एकदमै पुरा गर्छ, त्यसलाई चाहिँ म बुद्धिमान मानिससँग तुलना गर्छु भन्नुहुन्छ। So here the Lord says, whoever listens to my word and obeys it, him I will compare to a wise master builder. अन्तिम पद पढेर मन्तव्य गर्छौँ। 7 अध्याय मत्तीको 7 अध्याय 24 पद पढ्नुहोस्। We will read Matthew 7 and verse 24 and end here. यसकारण हरेक जसले मेरा यी वचनहरू सुन्दछ हरेक जसले मेरो यो वचनहरू सुन्दछन् र तिनलाई पालन गर्दछ पालन गर्दछ, उसलाई म एक बुद्धिमान मानिससित तुलना गर्दछु, जो जसले आफ्नो घर चट्टानमाथि बनायो। जसले आफ्नो घर चट्टानमाथि बनायो। Therefore, whosoever heareth these sayings of mine and doeth them, I will liken him unto a wise man which built his house upon a rock. हाम्रो पाठ 24 अध्यायको 3 र 4 पढेर अन्तिम गरौँ। We will read a portion, chapter 24, verses 3 and 4. अनि समझद्वारा यो स्थिर हुन्छ, अनि ज्ञानद्वारा कोठाहरू र सबै प्रकारका मूल्यवान र मनोहर धनले भरिन्छन्। 24 Sorry, it is Proverbs 24 24, 3 and 4. Through wisdom is an house builded, and by understanding it is established, and by knowledge shall the chambers be filled with all riches and pleasant riches. प्रभुले आफ्नो वचनमा आशिष देखाउनुहुन्छ सबैलाई जय होस्।